ह्याप्पी न्यू इयर गाइज। आज हजुरहरूको न्यू इयर कस्तो भयो? हाम्रो त न्यू इयर आज यहीँ किचनमै बित्ला जस्तो छ। मिनुकाको फेभरेट खाना के हो? चाउमिन र चिकन ललिपप। आज गाइज यो चाहिँ 2082 को आज हाम्रो फर्स्ट भ्लग। अहिले चाहिँ हामी नुहाई धुवाई गरेर टक्क मन्दिर पुगेर पूजासुजा गरेर निस्किहाल्यौँ। अनि अब घर गएर खानासाना बनाउने के बनाउने। आज त मिनुकाले बनाउने, मम्मीको हातको मिठो मिठो खाने। अनि हेरौँ गाइज आज के हुन्छ। बनाउन सके मिठो मिठो बनाएर खाने, नत्र किनेर ल्याएर किनेर खाने। बस खतम खलास। बाई बाई टाटा बाई बाई। अनि हजुरहरूको कस्तो भइरह न्यु इयर? अहिले चाहिँ हाम्रो यहाँ बजिरहेछ 9। झाडु पोछा यता हाल्याङ फाल्याङ रेडी हुँदाखेरि सबै गर्दाखेरि 9 बजिसक्यो। मन्दिरदेखि पूजा गरेर आउँदाखेरि 9 बजिसक्यो। अघि भर दिनभर हतार भएर मलाई याद आएको थिएन कि भिडियो बनाउनु पर्ने हो भनेर। बट अहिले चाहिँ उसले चाहिँ मलाई सम्झाएर चाहिँ अहिले भिडियो बनाएँ। भित्र पुग्यौँ। भित्र पुगेर ऊ ढोका लगाइरहेको चाहिँ म उभिरहेको छु। अब यहाँ चाहिँ हाम्रो घरबेटीको यता नयाँ पेन्टिङ भइरहेछ गाइज। बनाइरहेको छु। मेरो यो अलिअलि बिग्रिरहेछ। मिनुकाको जस्तो राम्रो त हुँदैन मेरो, अलिअलि मात्र। मिनुकाले त एकदम पर्फेक्ट बना। मेरो फर्स्ट टाइम हो यो बनाइरह। उसले त मस्त बटुक पनि मस्त बनाइसके। म अगाडि भिडियो मेरो चार्ज सकिएको थियो मोबाइलमा। अगाडिको भिडियो बनाउन बिर्सिहालेँ, छुटिसक्यो। अब चाहिँ यो लाउन बनाइरहेछु। पुरी लाउन होइन, पुरी हो नि मिनु। पुरी भइरहेछ गाइस। मेरो पुरी कस्तो छ? आज धेरै बनाउन सकेनौँ हामीले। बटुक र पुरी बनायौँ मिनुका र मैले। अब खाएछौँ अहिलेसम्म हामी, भोकै छौँ। अलिअलि मात्र खाए। तँ किचनमा जाए इयरफोन लगा यार, कपिराइट हाटिदिन्छ मिना। रोटियाँ मुले बनाउनु झ्याउ लाग्दैन क्या? यस रोटियाँ खानु। तू यता मम्मी से बनाउन गर्दे। मुझे केना बनाउला भन्ने पछ्यामा छ। 8 बजेमा सास लिएको छ कि नाइ बनाउनु। म त सबै आज पढ्नु पनि थियो, सबै कुराहरू गर्नु थियो। म त सोचिरहेको थिएँ आज मिठो भा मिठो भा मिठो मिठो असाध्यै मिठो गजब मिठो 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 तिम्रो माया।
ह्याप्पी न्यु इयर गाइज। आज हजुरहरूको न्यु इयर कस्तो भयो? हाम्रो त न्यु इयर आज यहीँ किचनमै बित्ला जस्तो छ, होइन मिनुका? होइन होइन मिनुका? के भने मैले? मिनु मिनु हजुर मिनु मिनु हजुर मम्मी ये जोरले क्या बोल रहा था? मम्मी के मम्मी भन्नु कोही मना गर्यो। छाता खेल्थ्यो गरेर झट्ट गरेर उठाइहाल्यो। गुडर बनाइदिउँ कोही ऊ गरिदिउँ नानी ऊ गरिदिउँ यहीँ दे हम गरल तो तार दिए मीनू का थक गया। मीनू को थक गया तुम एक बार मान्दैन किन नमानिरा तिमी मिनुका? मिनुका चेक पुल हामीलाई मिनुकाको फेभरेट खाना के हो? चाउमिन र चिकन ललिपप। मिनुकाको फेभरेट खाना के हो? दादा दुई वर्ष दिएको मान्छे मम्मीको फेभरेट खाना के हो? मम्मीको फेभरेट खाना के हो? मम्मीको फेभरेट खाना माछा हो, माछा फ्राईवाला पकौडावाला माछा। जुन मान्छेलाई माछा सुट गर्दैन त्यो मान्छेलाई माछा मनपर्छ। मम्मीको कहिले पनि माछा खाँदाखेरि कहिले पनि घाँटीमा अड्किन्छ कि माछाको काँडा। त्यही भएर चाहिँ मम्मीलाई चाहिँ काँडा नभएको चाहिँ माछा खोजी दिनुपर्छ। आज पनि मम्मीलाई माछा खान मन लागेको छ। माछा लभर। मिनुका करेन्ट लभर, मम्मी माछा लभर, म चाहिँ स्वीट लभर, म चाहिँ मिठाई लभर हो। कति बजे पा? 2:36। मिठो असाध्यै मिठो। तर आज बटुक चाहिँ मिठो भा होइन? मिनुकाले बनाए त्यही भएर बटुक चाहिँ मस्त भा। अरू चाहिँ मिक्सचरमा पेल्या चाहिँ मैले हो, बनाए चाहिँ उसले हो होइन? मलाई चाहिँ राम्रोसँग बनाउन आउँदैन। फुल्के रोटी चाहिँ बनाउन आउँछ, त्यही हिसाबले म बनाइदिइरहेको छु। बट कोही फुलिरहेन। गाइज अहिले चाहिँ हामीले खानासाना बनाएर सकायौँ। आज चाहिँ हामीले धेरै त बनाउनु सकेनौँ। अलिकति बटुक अनि अलिकति पुरी अनि अरू तरकारी छ अलिकति अनि दाल छ अनि मासु चाहिँ हामीले बनाएनौँ। म खाँदैन, बहिनी पनि खाँदैन, मम्मी पनि खाइसिन। यो चाहिँ हाम्रो बटुक। टाङ कस्तो मिठो बनेछ है बटुक चाहिँ। यो चाहिँ बटुक भयो। कस्तो छ है? कस्तो राम्रो मिठो छ है? खाँदाखेरि पनि मिठो छ, मिठो। यसमा चाहिँ पुरी हामीलाई चाहिँ इनफ हुन्छ। यो पुरी एकछिनमा खाने एकदम मिठो पर्छ। अरू पनि तरकारीहरू छ यतापट्टि, यता बनाइराखेको छौँ अनि एकछिनमा खाने रमाइलो गर्ने। बहिनी आइराखेको छ, उसलाई वेट गरिरहेछौँ। ऊ आइसकेपछि अनि खाने। आज चाहिँ रमाइलो भयो।